नमस्ते। संसारको जुनसुकै कुनामा भए पनि हैन घरको याद त आइहाल्छ नि। हो, आज हामी यस्तै एउटा डिजिटल घरको बारेमा कुरा गर्दैछौँ। एउटा यस्तो ठाउँ जुन खासमा संसारभरि छरिएर बसेका हामी जस्तै नेपालीहरूका लागि बनाइएको हो। ल सुरु गरौँ है त मेरो एनईपीको यो यात्रा। यो कथा साँच्चै भन्नुपर्दा हामी लाखौं नेपालीहरूको हो, जो आफ्नो देश, आफ्नो पहिचान, आफ्नो संस्कृति सबै कुरा मनमा बोकेर संसारको कुना-कुनामा पुगेका छौं। यो हाम्रो साझा यात्रा हो, एउटा ठूलो ग्लोबल कम्युनिटीको। अनि यो यात्रामा निस्कनुको कारण के त? धेरैका लागि पहिलो कारण हो पढाइ। राम्रो शिक्षा, नयाँ अवसर, यिनै कुराले त हो नि हामीलाई बाहिर तान्ने, आफ्नो क्षमता बढाउनका लागि। पढाइ मात्रै होइन, काम पनि। आफ्नो करियरमा के गरौँ, नयाँ उचाइमा पुगौँ भन्ने सपनाले पनि कतिलाई विदेश पुर्याउँछ। अनि हेर्नुस् त, आज संसारका ठूला शहरहरूमा नेपालीहरूले आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्। अनि यी सबै कुराको पछाडि एउटा साझा चीज छ, त्यो हो सपना। आफ्नो लागि, आफ्नो परिवारको लागि एउटा राम्रो भविष्य बनाउने सपना। यही सपनाले त हो नि जस्तो सुकै गाह्रो अवस्थामा पनि हिम्मत दिने। तर सपना पूरा गर्ने यो बाटो त्यति सजिलो पनि त छैन। चुनौतीहरू त कति आउँछन्, कति। घरबाट, परिवारबाट, आफ्नै समाजबाट यति टाढा हुँदा मनमा कता कता एउटा खालीपन त हुन्छ नै, होइन र? हो, यही एक्लोपन, यही खालीपन नै सायद डायस्पोराको सबैभन्दा ठूलो चुनौती हो। ल अब अलिकति कुरा गरौँ है त। विदेशमा बस्दा हामी नेपालीहरूले दिनदिनै भोग्ने केही वास्तविक समस्याहरू बारे। एकछिन सोच्नुस् त, डल्लास जस्तो पो कुनै नयाँ शहरमा भर्खर पुग्दा एउटा बस्ने कोठा खोज्नु कति गाह्रो हुन्छ। या न्युयोर्कको त्यो भिडमा आहा भन्ने खालको नेपाली रेस्टुरेन्ट कहाँ छ भनेर पत्ता लगाउनु, भिजाको सही जानकारी कहाँ पाउने, वा आफ्नै नेपाली दाजुभाइ दिदी बहिनीसँग कसरी जोडिने, यी सामान्य लाग्ने कुराहरू पनि कहिलेकाहीँ निकै ठूलो टाउको दुखाइ बन्छन्। तर के होला यदि यी सबै समस्याको समाधान एउटै ठाउँमा भेटियो भने? खोटा खोज्नेदेखि लिएर साथीभाइ भेट्नेसम्म सबै एउटै प्लेटफर्ममा। हो, अब त्यस्तै एउटा सरल तर एकदमै शक्तिशाली समाधान आएको छ, र त्यसको नाम हो मेरोनेप। मेरोनेप यो खाली एउटा मोबाइल एप मात्रै होइन है, यो त एउटा पुल हो, डिजिटल पुल, जसले समुद्र पारिरहेका हामी सबै नेपालीको मनलाई एकै ठाउँमा जोड्छ। चाहे विदेशमा बसिरहेको होस् वा भर्खर जाने तयारीमा होस्, सबैका लागि। ल यो पुलले काम चाहिँ कसरी गर्छ त? के छन् त यसमा त्यस्ता विशेषताहरू जसले विदेशको जीवनलाई साँच्चै सजिलो बनाइदिन्छ? आउनुहोस् अलि नजिकबाट हेरौँ। मेरोनेपको सबैभन्दा राम्रो कुरा के हो भने नि, यसमा सबै थोक छ। सोच्नुस् त, एउटै एपबाट कोठा खोज्न मिल्यो, जागिर खोज्न मिल्यो, अनि इमिग्रेसन जस्तो गम्भीर विषयमा छलफल गर्न पनि पाइयो। यति मात्रै कहाँ हो र, आफ्नो नजिकै नेपालकारी पाउनेसम्म सबै एकै ठाउँमा। यो त साँच्चै कि एउटा कम्प्लिट प्याकेज हो। तर जब अनलाइन समुदायको कुरा आउँछ, सबैभन्दा पहिले दिमागमा के आउँछ? सुरक्षा, होइन त? हो, मेरो एनईपी बनाउँदा यही कुरालाई सबैभन्दा धेरै ध्यान दिइएको छ। यसलाई एउटा सुरक्षित डिजिटल घर बनाइएको छ। अनि यो डिजिटल घरको जग नै सुरक्षा हो। यहाँ प्रयोगकर्ताको प्राइभेसीलाई पहिलो प्राथमिकतामा राखिन्छ, ताकि सबैले ढुक्क भएर मन खोलेर एक अर्कासँग जोडिन सकुन्। यो सुरक्षाको ग्यारेन्टी तीनवटा कुराले दिन्छ। पहिलो, यहाँ हुने सबै च्याटहरू एन्ड टु एन्ड इन्क्रिप्टेड हुन्छन्, मतलब कुरा गर्ने दुईजना बाहेक अरू कसैले हेर्न सक्दैन। दोस्रो, आफ्नो डेटामाथि आफ्नो पूरा कन्ट्रोल हुन्छ। अनि तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, यो प्लेटफर्ममा कुनै राजनीतिक बहस, कुनै नकारात्मक कुरा हुँदैन। यसको एउटै उद्देश्य छ, एक अर्कालाई सहयोग गर्ने, सकारात्मक समुदाय बनाउने। अब यो त भयो व्यक्तिगत प्रयोगको कुरा, तर मेरो एनईपीले विदेशमा व्यवसाय गरिरहनुभएका नेपालीहरूका लागि पनि एउटा गजबको अवसर ल्याएको छ। सोच्नुस् त, यहाँ आफ्नो बिजनेसको प्रोफाइल बनाएर सिधै नेपाली समुदायमाझ आफ्नो सेवा वा नयाँ अफरहरू पुर्याउन सकियो। यो एउटा यस्तो नेटवर्क हो जहाँ सबैले एकअर्कालाई चिन्छन्, विश्वास गर्छन्। यस्तोमा आफ्नो व्यवसाय बढाउन कति सजिलो हुन्छ, होइन? भनेपछि मेरो एनईपीको मुख्य कुरा के हो त? सारमा भन्नुपर्दा अब दूरीले केही फरक पार्दैन। हामी संसारको जुनसुकै कुनामा भए पनि हाम्रो आफ्नो नेपाली समुदाय, हाम्रो आफ्नोपन अब केवल एक ट्याप टाढा छ। त्यसैले त यसको नारा छ मेरोनेप, एउटै समुदाय, एउटै डिजिटल घर। र यो खाली नारा मात्र होइन, यो एउटा वाचा हो।
संसारभरि छरिएका हरेक नेपालीलाई एकै ठाउँमा ल्याउने र घरकै जस्तो न्यानोपन दिने वाचा। ल, यो विश्वव्यापी नेपाली परिवारको हिस्सा बन्न मन छ भने आजै एप स्टोर वा गुगल प्ले स्टोरमा गएर मेरो नेप डाउनलोड गर्न सकिन्छ। आफ्नो डिजिटल घरमा सबैलाई स्वागत छ।